नमस्कार। आज हामी नेपालको डिजिटल भुक्तानी क्षेत्रमा भएको एउटा निकै ठूलो घटनाबारे कुरा गर्दैछौँ। हो, दुईटा प्रमुख वालेटहरू आइएमई पे र खल्ती हैन, ती अब एउटै भएका छन्। हो नि, हामीले दिनदिनै चलाइरहेका वालेटहरू। अब यो मर्जरले के अर्थ राख्छ त? आज यसमै अलिकति गहिरिएर हेरौँ है। हुन्छ, मसँग भएको जानकारी अनुसार यसका विभिन्न पक्षहरू केलाउन सकिन्छ। आखिर आइएमई पे त्यो आइएमई ग्रुपको रेमिटान्समा बलियो थियो। अनि खल्ती चाहिँ स्प्यारो ग्रुपको अलि बढी टेक सेभी अनलाइन पेमेन्टमा हैन। हो, युवाहरूमा बढी चल्ती थियो खल्ती। दुवैका आफ्नै प्रयोगकर्ता आधार थिए नि। अब ती सबै एक ठाउँमा आएका छन्। अनि यसलाई औपचारिक रूपमा नियामक निकायबाट स्वीकृति चाहिँ कहिले पाएको? त्यो त भर्खरै हो। नेपाल राष्ट्र ब्याङ्कले 2082 साल असार 4 गते असार 4 गते असार 4 गते चाहिँ ल अब तिमीहरू गाविमा सक्छौ भनेर अन्तिम स्वीकृति दिएको हो। भनेपछि कानुनी रूपमा अब एउटै भयो? हो, एउटै कम्पनी। अनि यो नयाँ बनेको कम्पनीको नाम नि केही छ नि। नयाँ नाम आइएमई खल्ती प्राइभेट लिमिटेड राखिएको छ। आइएमई खल्ती प्राइभेट लिमिटेड। आइएमई खल्ती प्राइभेट लिमिटेड। अब पहिलेका दुई छुट्टै संस्था रहेनन्, यही एउटा नाम भयो। ठिक छ। अब हामी जस्ता प्रयोगकर्ताको लागि सबैभन्दा चासोको कुरा एप के हुन्छ? दुईटा चलाउनु पर्ने हो कि एउटै, कि नयाँ आउँछ? खै, अहिलेसम्म बाहिर आएको जानकारी हेर्दा चाहिँ तत्काल नयाँ एप डाउनलोड गर्नु पर्दैन जस्तो छ। यो हो र? अहिले चलिरहेको खल्ती एप नै अपडेट हुने सम्भावना बढी छ रे। भनेपछि खल्ती एपमै दुवैको सेवा हुने भयो? हो, त्यस्तै देखिन्छ। एपको नाम पनि खल्ती नै रहन्छ भन्ने कुरा छ। यसले गर्दा प्रयोगकर्तालाई सजिलो होला नि हैन? हो, निरन्तरता हुन्छ। अनि सेवाहरू चाहिँ आइएमई पेका सुविधा खल्तीमा, खल्तीका आइएमई पेमा कसरी एकीकृत हुन्छन् होला? अपेक्षा त त्यही हो। अब सोच्नुस् न, आइएमईको त्यो रेमिटान्सको पहुँच छैन, देशभरि एजेन्ट नेटवर्क छ एकदमै। अनि खल्तीको अनलाइन भुक्तानी, क्यूआर कोड, बिल तिर्ने कुराहरूमा पकड राम्रो छ। अब यी सबै एउटै एपमा आयो भने त कति सजिलो होला। सेवाहरू पक्कै पनि अझ राम्रो, अझ धेरै हुन्छन् होला। रेमिटान्स पठाउने पाउनेदेखि बिजुली पानीको बिल तिर्ने समय एउटै ठाउँबाट हैन? सायद त्यस्तै होला, अझ सहज होला। यो मर्जरपछि प्रयोगकर्ता संख्या त वात्तै बढ्यो होला नि। कति पुग्यो भन्ने छ? त्यो त निकै ठुलो स्केल हो। दुईटा मिल्दा प्रयोगकर्ता संख्या 50 लाख नाग्यो भन्ने छ। 50 लाख? यो त नेपालको लागि ठूलो आँकडा हो नि। एकदमै। डिजिटल वालेट बजारमा यो निकै ठूलो हिस्सा हो। अलि अर्को महत्त्वपूर्ण कुरा, यो कम्पनी अब नेपालकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको डिजिटल वालेट बनेको छ। चुक्ता पुँजी पनि सबभन्दा बढी। यसले के फरक पार्छ र प्रयोगकर्तालाई के फाइदा हुन्छ? हेर्नुस्, चुक्ता पुँजी बढी हुनु भनेको कम्पनीसँग आर्थिक स्रोत बलियो हुनु हो। यसले गर्दा नयाँ प्रविधिमा लगानी गर्न, सेवाहरू गाउँ-गाउँसम्म पुर्याउन हैन, अनि सुरक्षा प्रणाली बलियो बनाउन पैसा हुन्छ। भनेपछि कम्पनी अझ भरपर्दो भयो। हो, ग्राहकको पैसा सुरक्षित राख्न पनि कम्पनी सक्षम हुन्छ। दीर्घकालीन रूपमा हेर्दा यो राम्रो संकेत हो। यति ठूलो प्रयोगकर्ता आधार, यति धेरै पुँजी, यसले त बजारमा पक्कै ठूलै हलचल ल्याउँछ। तर यसले अरू वालेटहरूसँगको प्रतिस्पर्धामा चाहिँ कस्तो असर गर्ला? कतै एकाधिकार जस्तो पो हुने हो कि? यो प्रश्न निकै जायज छ। यसका दुईटा पाटा छन्। एकातिर ठूलो र बलियो कम्पनी बन्दा स्रोत साधन बढ्छ। हो, त्यसले गर्दा सायद दुर्गम ठाउँमा पनि सेवा पुग्न सक्छ हैन। डिजिटल भुक्तानीको पहुँच बढ्छ। वित्तीय समावेशीकरणमा मद्दत पुग्ला। बिल्कुल। धेरै मानिस ब्याङ्किङ वा डिजिटल भुक्तानीको दायरामा आउन सक्छन्, अनि प्रयोगकर्ताले नयाँ अफरहरू पनि पाउन सक्लान् नि। त्यो त भयो सकारात्मक पाटो। तर अर्कोतिर नि प्रतिस्पर्धा कम हुँदाको जोखिम? त्यो पनि विचार गर्नुपर्छ। जब बजारमा 1-2वटा खेलाडी मात्रै एकदमै शक्तिशाली हुन्छन्, तब प्रतिस्पर्धा घट्न सक्छ। अनि प्रतिस्पर्धा घटेपछि कहिलेकाहीँ सेवा शुल्क बढ्ने डर हुन्छ, वा नयाँ आइडिया, नयाँ फिचरहरू, इनोभेसन आउने गति अलिक सुस्तो पो हुने हो कि भन्ने प्रश्न उठ्छ। यो सन्तुलन कसरी मिल्छ त्यो चाहिँ हेर्न बाँकी छ। त्यसो भए समग्रमा यो मर्जरलाई कसरी हेर्ने त? यसको निचोड के हो? मेरो विचारमा यो आइएमई पे र खल्तीको एकीकरण नेपालको डिजिटल फाइनेन्सको यात्रामा एउटा कोसेढुङ्गा नै हो। महत्त्वपूर्ण मोड हैन? हो, यसले एउटा ठूलो आर्थिक र प्राविधिक रूपमा बलियो संस्था बनाएको छ। यसले सेवा विस्तार र सुधार गर्ने ठूलो सम्भावना बोकेको छ। प्रयोगकर्ताले एकीकृत र सायद
अझ राम्रो सेवा पाउने भए। अपेक्षा त्यही हो। भनेपछि समग्रमा हेर्दा यो एकीकरणले अवसर र केही सम्भावित प्रश्नहरू दुवै ल्याएको छ। बिल्कुल। तत्काल त सेवा सुधार र पहुँच बढ्ने देखिन्छ, तर यसले एउटा गहिरो प्रश्न पनि छाडेको छ। अन्ततः यसले बजारमा स्वस्थ प्रतिस्पर्धालाई कस्तो असर गर्ला? सीमित गर्छ कि बढाउँछ? अनि नयाँपन इनोभेसनको गति के होला? हो, त्यो पनि महत्त्वपूर्ण छ। यी प्रश्नहरूको जवाफ त अब समयले नै देला, तर यो विषय चाहिँ आगामी दिनहरूमा निहाल्न लायक पक्कै हुनेछ।